नेपालमा मल्टिस्टारर फिल्म कमै बन्ने गरेका छन्। यसको पछाडि विभिन्न कारण छन्। सबैभन्दा ठूलो कारण कलाकारहरू बीचको इगोलाई मानिन्छ। यद्यपि बेला बखतमा एउटै फिल्ममा स्टार कलाकारहरूको जमघट देखिने गरेको छ। पछिल्लो पटक पुजार सार्कीमा त्यो देखिएको थियो। अब चैत्र 29 गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म पीताम्बरमा पनि स्टाररहरूको जत्था छ। कृषा चौलागाईको निर्देशनमा बनेको यो एक्सन प्रधान फिल्ममा दयाहाङ राई, सौगात मल्ल, प्रदीप खड्का, सुरक्षा पन्त, गौरी मल्ल, आर्यन सिग्देल, दिव्यदेव पन्त, प्रमोद अग्रहरी, सुपुष्पा भट्ट, अनुप विक्रम शाही, दिव्या रायमाझी जस्ता नाम चलेका कलाकारहरूको अभिनय छ। कलाकारका कारण फिल्मको हाइप पनि राम्रो बनेकोले सुरुवाती व्यापार आक्रामक हुन सक्ने प्रक्षेपण गरिएको छ। तर छायाङ्कनको बेलादेखि फिल्ममा पीताम्बरको भूमिकामा को देखिँदैछ भन्ने खुलाइएको छैन। यो दर्शकका लागि समेत चासोको विषय बन्न थालेपछि निर्माण टिमले थप कौतूहलता बढाउन पुरुष कलाकारहरूको लुक सहितको म हो पीताम्बर लेखिएको पोस्टर निकालिरहेको छ। त्यसमा सौगातदेखि प्रमोदसम्मको पोस्टर छ। अब पीताम्बर चाहिँ को हो त्यो फिल्म रिलिज पछि नै खुल्नेछ। केपी फिल्म्सका विशाल चौलागाईको निर्माण रहेको फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरविको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको डिओपी, शेरबहादुर लामा र मान कृष्ण महर्जनको छायाङ्कन, बन्दे प्रसादको सम्पादन, आशिष अविरल र बबुल गिरीको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व छ। फिल्मको म त फ्यान भएँ यार गीत यति बेला चर्चामा छ।